सम्ची सहर जीवनले गुन्जायमान थियो। उसका सडकहरू बिहानको कुहिरोमा स्कुटर, कार र पैदल यात्रीहरूको अराजक नृत्यजै देखिन्थे। झन्डै 50 वर्षको हाराहारीका दुब्ला पातला पसले सोनम आफ्नो सानो किराना पसलको काउन्टर पछाडि उभिएर ध्यान अन्यत्रै हुँदै याकको घिउका डब्बाहरू थुपारिरहेका थिए। उनको ध्यान भने ती र्याकहरूमा होइन, उनका बुवा तासीमा केन्द्रित थियो, जसलाई मुटुको समस्या रहेको निदान गरिएको थियो र हरेक हप्ता सहरको अर्को छेउमा अस्पताल जानुपर्ने हुन्थ्यो। बसको रुटहरू भरपर्दो थिएनन् र ट्याक्सी भाडाले सोनमको सानो आम्दानीमा ठूलो असर पारिरहेको थियो। उसलाई थाहा थियो उसले के गर्नुपर्छ, गाडी चलाउन सिक्नुपर्छ। यो सोचले नै उसलाई डरले भरिदियो। सोनमले 20 को दशकमा एकपटक प्रयास गरेर असफल भएपछि कहिल्यै स्टियरिङ समातेका थिएनन्। त्यति बेला उनले साथीको गाडी व्यस्त चोकको बीचमै रोकिदिएका थिए, जसका कारण हर्न र हाँसोको सामना गर्नु परेको थियो। अब त म यो गर्न धेरै बुढो भइसके, उनले कपडाले हात पुस्दै बरबराए। त्यो साँझ सोनमले पसल बन्द गर्दै गर्दा उनकी किशोरी भान्जी बेचेन हर्षले उफ्रिँदै भित्र पसिन्। स्कुल ब्याग एक काँधमा झुन्डिएको थियो। 17 वर्षकी बेचेन ऊर्जा र महत्वाकांक्षाले भरिएकी थिइन्। उनका आँखाहरू विदेशमा पढ्ने सपनाले झिलिमिली गर्थे। काका, तपाईलाई त भूत देखिए जस्तो देखिन्छ, उनले कुलरबाट सोडा निकाल्दै ठट्टा गर्दै भनिन्। सोनमले गहिरो सास फेरि आफ्नो समस्याको व्याख्या गरे। तिम्रो हजुरबुबालाई मेरो आवश्यकता छ, तर म गाडी चलाउन जान्दिन। मलाई थाहा छैन कहाँबाट सुरु गर्ने। बेचेनको अनुहार चम्कियो। तपाईले कक्षा लिनुपर्छ, म अर्को हप्ता ड्राइभिङ स्कुल जान थालेकी छु। हामी सँगै गर्न सक्छौं, सोनम हाँस्दै टाउको हल्लाए। तिमी र म त कक्षाको सबैभन्दा खराब विद्यार्थी हुने थिएँ। हुँदैन, बेचेनले भने, उनलाई क्यू ठोक्दै। यो त रमाइलो हुनेछ। अनि जब म गल्ती गर्छु मलाई हौसला दिने कसैको त पर्छ। सोनम अलमलिए। आफ्नो निडर देखिने भान्जीसँगै सिक्ने कल्पनाले उनलाई डर लाग्यो। तर तुरुन्तै तासीको थकित अनुहार उनको आँखामा आयो र उनले टाउको हल्लाए। ल ठिक छ, प्रयास गरौं। आउँदो शनिबार सोनम र डेचेन गावा ड्राइभिङ ट्रेनिङ इन्स्टिच्युटमा पुगे, जहाँ धुलोले ढाकिएको मैदानमा केही पुराना तालिम गाडीहरू उभिएका थिए। सोनमको हथेली पसिनाले निथारिएको थियो। उनले दर्ता फारम कसेर समातेका थिए, जबकि बेचेन उत्साहले खुट्टाको औलामा उफ्रिँदै गाडीहरूलाई खेलौना जस्तै हेरिरहेकी थिइन्। उनीहरूको प्रशिक्षिका, कडा स्वभावकी कर्मा नामकी महिला, जसको कपाल चोखो बुटिएको थियो, दुवैलाई हेरफेर गरिन्। डर लागिरहेको छ, उनले सोनमलाई सोधिन्। अलिकति, उनले स्वीकार गरे बेचेनतर्फ हेर्दै, जो पहिले नै गाडीमा चढ्दै थिइन्। कर्मा मुस्काइन्। राम्रो। डर लाग्नुको मतलब तपाईँ ध्यान दिनुहुन्छ। पहिलो कक्षा त बिल्कुलै नराम्रो भयो। सोनमले स्टियरिङ यति कडाइले समाते कि उनका औलाका गाँठोहरू सेता देखिन थाले। गाडी झट्किएर अघि बढ्थ्यो र पटक पटक बन्द हुन्थ्यो। रिल्याक्स गर्नुहोस् काका, बेचेनले पछाडिको सिटबाट हाँसो लुकाउँदै भनिन्। जब उसको पालो आयो, बेचेनको आत्मविश्वास पनि डगमगायो। उसले गाडी अत्यन्त तीव्र मोडिन्, झन्डै ट्राफिकको कोण ठोक्किने अवस्थामा पुगिन् र कर्माले सच्याउँदा ऊ एकाएक थचक्क बसिन्। सत्रको अन्त्यसम्म दुवै चुपचाप थिए, आफ्नो घमण्ड चकनाचुर भएको महसुस गर्दै। त्यो त एकदमै खराब भयो, सोनमले भने जब उनीहरू घरतिर हिँडिरहेका थिए। सहरका बत्तीहरू बिस्तारै बल्न थालेका थिए। बेचेनले ढुङ्गा लात हानिन्। हो, मैले त राम्रो गर्छु जस्तो लागेको थियो। सोनमले आश्चर्यचकित हुँदै उनलाई हेरे। तिमी त सधैँ आत्मविश्वासी देखिन्छौ। सधैँ होइन, उनले बिस्तारै भनिन्। म असफल हुन चाहन्न। उनको आवाजमा केही त्यस्तो कुरा थियो जसले सोनमको मन पग्लियो। उनले बेचेनलाई सधैँ अडिग र अजेय रूपमा देखेका थिए, तर अहिले उनले आफूलाई असफल बनाउन डराएकी एउटी केटी देखे। हामी सुधारिन्छौं, उनले भने। सँगै, आउँदो केही हप्तामा सोनम र बेचेनले आफूलाई पुरै तालिममा समर्पित गरे। कर्माले उनीहरूलाई सडकका नियमहरू सिकाइन्, हिल सङ्केतहरू, लेन परिवर्तन र समानान्तर पार्किङको सिप। सोनमले क्लचबाट खुट्टा बिस्तारै हटाउने तरिका सिके र उनका गाडी सुरु गर्ने तरिका क्रमशः सफा र सहज हुँदै गए। बेचेनले आफ्ना मोडहरूमा दक्षता हासिल गरिन्। सुरुवातको लापरवाही बिस्तारै शुद्धतामा रूपान्तरण हुँदै गयो। उनीहरूले साँझको खानामा सँगै बसेर ट्राफिक चिन्हहरूको प्रश्नोत्तर गर्थे र सोनमले नो यु टर्नलाई नो पार्किङसँग गडबड गर्दा हाँस्ने गर्थे। तर बढ्दै गएको केवल सिप मात्र थिएन। पसल वा पारिवारिक भेला भन्दा टाढा गाडीभित्र उनीहरूले कुराकानी गर्न थाले। बेचेनले राम्रै विश्वविद्यालयमा नपर्ने डर खुलेर भनिन्। के हुन्छ यदि म पर्याप्त स्मार्ट छैन भने? एक दिन उनले झ्याल बाहिर हेरिरहँदै सोधिन्। ट्राफिकमा मिसिन ध्यान दिइरहेका सोनम आफ्नै प्रतिक्रिया सुनेर छक परे। तिमी स्मार्ट छेउ बेचेन, र तिमी मेहनत पनि गर्छौ।
त्यो नै काफी हो। त्यो बेला उनले महसुस गरे कि उनी आफैसँग पनि कुरा गरिरहेका थिए। सोनमले आफ्ना चिन्ताहरू पनि बाँडे कसरी उनले तासीलाई अझ सफल हुन नसकेर निराश पारेको महसुस गर्थे र गाडी चलाउन सिक्नु उनको लागि जिम्मेवारी उठाउने एउटा मौका थियो। डेचेनले ध्यानपूर्वक सुनिन्। उनको सामान्य बोलकबोल शान्त सहानुभूतिमा रूपान्तरण भएको थियो। तपाईँ यो हजुरबुबाका लागि गर्दै हुनुहुन्छ, उनले भनिन्। यो त धेरै ठूलो कुरा हो। एउटा दिउँसो कर्माले सम्चीका व्यस्त सडकहरूमा अभ्यास ड्राइभको लागि उनीहरूलाई जोडी बनाएर पठाइन्। सोनमले पहिले गाडी चलाए। राउन्ड अबाउटहरू यति शान्तिपूर्वक पार गरे कि उनलाई आफै थाहा थिएन त्यस्तो धैर्य उनीभित्र थियो। जब डेचेनले गाडी सम्हालिन्, उनले एउटा जटिल चोक सजिलैसँग पार गरिन्, जसले गर्दा कर्माले सन्तुष्ट हुँदै टाउको हल्लाइन्। गाडी पार गरेपछि डेचेन सोनमतर्फ हेरेर मुस्कुराइन्। हामी त साँच्चीकै राम्रो गरिरहेका छौं। सोनम हाँस्दै बोले, मन हलुका हुँदै। साँच्चीकै हो। 1 महिनापछि सोनम र डेचेनले एउटै दिन आफ्नो ड्राइभिङ टेस्ट दिए। सोनमले पहिला परीक्षा दिए। प्रत्येक चाल सावधानीपूर्वक गर्दै गर्दा उनको मुटु जोडले धड्किरहेको थियो। जब परीक्षकले उनलाई लाइसेन्स थमाए, उनले धेरै वर्षपछि पहिलो पटक गर्वको महसुस गरे। डेचेन पनि पास भइन्। खुसीले चिच्याउँदै आफ्नो लाइसेन्स ट्रफी जस्तो हल्लाइन्। यो सप्ताहान्त सोनमले उधारो लिएको गाडीमा तासीलाई अस्पताल लगे। डेचेन सँगै अगाडिको सिटमा थिइन्। यात्रा सम्पूर्ण रूपमा सहज थियो। शहरको भिडभाड अब डर लाग्दो लाग्दैनथ्यो। तासी कमजोर तर मुस्कुराइरहेका सोनमको काँधमा हात राख्दै भने, तिमीले मेरा लागि धेरै सजिलो बनाइदियौ छोरालाई। डेचेन अगाडि झुकी, काका त अब प्रो हुनुहुन्छ हजुरबुबा। तपाईले उहाँलाई टेस्टमा पास गर्न देख्नु पर्थ्यो। पछि सानो क्याफेमा सोनम र डेचेन चिया चुस्काउँदै बसे। उनीहरूको लाइसेन्स गर्वका साथ वालेटभित्र राखिएको थियो। तिमी बिना म यो गर्न सक्दिनथे, सोनमले भने। आवाज अलि भरिएको थियो। डेचेन मुस्कुराइन्। म पनि त्यस्तै भन्छु। हामी त टिम हौं। जब उनीहरूले कप ठोक्काए, सोनमले महसुस गरे कि यो यात्राले उनीहरूलाई गाडी चलाउने सिपभन्दा धेरै कुरा दिएको थियो। यसले विश्वास बनाएको थियो, उमेरको दूरी घटाएको थियो र उनीहरूलाई आफूले के गर्न सक्छौं भन्ने देखाएको थियो। बाहिर सहर गुन्जिरहेको थियो, तर पहिलो पटक सोनमलाई लाग्यो, अब सहरले जे मागे पनि सामना गर्न उनी तयार छन्। यो कथाले सोनम र डेचेनको रूपान्तरण डराएका सुरुवाती चालकबाट आत्मविश्वासी चालकसम्म देखाउँछ, जहाँ उनीहरूको बढ्दो सम्बन्ध र पारस्परिक समर्थनमा विशेष ध्यान दिइएको छ। यसले यो विषयलाई जोड दिन्छ कि गाडी चलाउने जस्तो सिप सिक्नुले गहिरो व्यक्तिगत विकासको ढोका खोल्न सक्छ र सम्बन्धहरूलाई अझ मजबुत बनाउन सक्छ। धन्यवाद।